धेरैलाई लाग्न सक्छ आइपिओ पर्नु भनेको नितान्त भाग्यको खेल मात्रै हो, तर के साँच्चै त्यस्तो हो त? आज हामी नेपालको शेयर बजारमा अत्यन्तै चासोको विषय बन्ने गरेको आइपिओ बाँडफाँड प्रक्रियाको भित्री गणितीय संयन्त्रलाई डिकोड गर्दैछौं। कुनै पनि कम्पनीको शेयर कसलाई पर्ने र कसलाई नपर्ने भन्ने कुरा एउटा स्पष्ट गणित र प्रणालीले निर्धारण गरिरहेको हुन्छ। नतिजा कुर्ने समय एकदमै थ्रिलिङ हुन्छ नि, होइन र? आजको यस विश्लेषणमा हामी त्यही थ्रिल पछाडिको विज्ञानलाई एकदमै सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौं। ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौं। यो बल नम्बर निकाल्ने प्रक्रिया सुन्दा कुनै सामान्य र नीरस प्रशासनिक काम जस्तो लाग्न सक्छ, तर वास्तवमा यो एउटा यस्तो सस्पेन्सले भरिएको ट्रिगर हो जसले सम्पूर्ण बाँडफाँड मसिनलाई नै अन गरिदिन्छ। एउटा सानो नम्बरले कसकसको डिम्याट खातामा शेयर जाने र कसकसको हात खाली हुने भन्ने कुराको ठूलो फैसला गरिदिन्छ। आखिर यो बल नम्बरले कसरी लाखौं आवेदनकर्ताको भाग्यको फैसला गर्छ त? आजको हाम्रो मुख्य प्रश्न नै यही हो। नेपालको सन्दर्भमा कुरा गर्दा आइपिओ बाँडफाँड पूर्ण रूपमा र्यान्डम लटरी सिस्टम अर्थात् गोला प्रथा प्रणालीबाट गरिन्छ। यसमा ठ्याक्क 1 देखि 9 सम्मका अङ्क लेखिएका जम्मा 9 वटा बलहरू हुन्छन् र तीमध्ये केवल एउटा बललाई छानेर बाहिर निकालिन्छ। यो प्रक्रिया एकदमै र्यान्डम हुन्छ, कसैले पनि पहिले नै अनुमान गर्न सक्दैन। जुन अङ्क लेखिएको बल बाहिर निस्कन्छ नि, हो त्यही अङ्क नै बाँडफाँड सुरु हुने आधिकारिक प्रस्थान बिन्दु बन्न पुग्छ। यसको मतलब त्यो एउटा बलले बाँडफाँडको ढोका कहाँबाट खोल्ने भनेर फिक्स गरिदिन्छ। अब यो प्रणाली कसरी अघि बढ्छ भनेर हेरौं। यसलाई एउटा वास्तविक परिदृश्यबाटै बुझौं न। मानौ कुनै एउटा कम्पनीको आइपिओमा जम्मा 10,000 जनाको कुल आवेदन परेको छ, तर कम्पनीसँग जम्मा 2,000 जनालाई मात्र पुग्ने शेयर उपलब्ध छ। यो भनेको डिमान्ड एकदमै धेरै र सप्लाई एकदमै कम भएको अवस्था हो। 10,000 जना लाइनमा छन्, तर पाउने भनेको केवल 2,000 जनाले मात्रै हो। अब यो ठूलो ग्याप भएको अवस्थामा एकदमै फेयर तरिकाले शेयर वितरण गर्ने म्याथमेटिक्स कसरी काम गर्छ त? यहाँनिर आउँछ नि त साँच्चीकै जादु। यो गणितको सूत्र कुनै म्याजिक ट्रिकको रहस्य खुले जस्तै छ। यहाँ 3 वटा एकदमै सिम्पल स्टेप्स छन्। पहिलो चरणमा अघिको कुल आवेदन संख्या अर्थात् 10,000 लियौं। दोस्रो चरणमा उपलब्ध शेयर संख्या अर्थात् 2,000 लियौं। अब तेस्रो र सबैभन्दा मुख्य चरणमा एउटा स्किप भ्याल्यु निकाल्नुपर्ने हुन्छ। यसको लागि कुल आवेदनलाई शेयर पाउने संख्याले डिभाइड गरिन्छ। अब आफै हिसाब गरौं त, 10,000 लाई 2,000 ले भाग गर्दा नतिजा के आउँछ? हौ ठ्याक्कै 5। अब यहाँको सबैभन्दा चाखलाग्दो कुरा के हो भने यो 5 भन्ने अङ्कले सम्पूर्ण बाँडफाँडको दिशा नै तय गरिदिन्छ। यो स्किप भ्याल्युले कम्प्युटर प्रणालीलाई एउटा कमान्ड दिन्छ कि अब हरेक 5औं नम्बरलाई उफ्रिँदै वा छाड्दै शेयर बाँड्दै जाऊ। यसको मतलब एक पटक सुरुवात बिन्दु तय भएपछि लगातार नभई हरेक 5औं स्थानमा पर्नेले मात्र शेयर पाउँछ। बीचका 4 जनाको हात खाली हुन्छ। यो एकदमै सिस्टमेटिक तरिका हो जसले जतिसुकै ठूलो डेटालाई पनि सेकेन्ड भरमै म्यानेज गरिदिन्छ। रेसले उत्कृष्ट रूपमा के प्रश्न पार्छ भने एउटा सानो बल नम्बरले नतिजामा कत्रो ठूलो उथलपुथल ल्याउँछ। मानौ सुरुमा तानिएको बल नम्बर 3 आयो रे, त्यसो हो भने शेयर पाउने पहिलो भाग्यशाली 3 नम्बरको आवेदनकर्ता हुन्छ। त्यसपछि कम्प्युटरले अघिको एस्केप भ्याल्यु 5 जोड्दै 3, 8, 13, 18, 23, 28 गर्दै तीव्र गतिमा हुरर बाँड्दै जान्छ। तर एकछिनलाई सोचौं त, यदि बल नम्बर 3 नभएर 7 निस्किएको भए के हुन्थ्यो? बाँडफाँड 7, 12, 17, 22 हुँदै अघि बढ्थ्यो। एउटा सानो अङ्क फेरिने बित्तिकै अघिल्लो लिस्टमा परेका कोही पनि दोस्रो लिस्टमा पर्दैनन्। यो ठ्याक्कै एउटा डोमिनो इफेक्ट जस्तै हो, जहाँ सुरुवातको एउटा सानो धक्काले पूरै चेनलाई नै बदलिदिन्छ। त्यसैले यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अङ्कहरूको यो खेल जति नै गणितीय र व्यवस्थित देखिए पनि बल नम्बर आफैमा एउटा स्टार्टिङ पोइन्ट मात्र हो। यसले ढोका खोल्ने काम मात्र गर्छ। समग्र प्रणाली भने पूर्ण रूपमा र्यान्डम वा संयोगमै आधारित हुन्छ। त्यो 1 देखि 9 मध्ये कुन बल निस्कन्छ भन्ने कुरा कसैको पनि कन्ट्रोलमा हुँदैन नि त। यो विशुद्ध एउटा संयोग हो र यसले मात्रै सबै कुरा ग्यारेन्टी गर्न सक्दैन। यो एउटा रियालिटी चेक हो जुन शेयर बजारका हरेक लगानीकर्ताले दिमागमा राख्नै पर्छ। अन्ततः यो एउटा भनाइले सम्पूर्ण प्रक्रियाको वास्तविकतालाई एकदमै सटीक रूपमा प्रस्तुत गर्छ। बल नम्बर आएको मात्रले शेयर पक्का हुँदैन। शेयर बजारको यो प्रक्रिया एउटा यस्तो बिन्दु हो जहाँ कडा गणितीय प्रणाली र नितान्त भाग्यको अनौठो संगम हुन्छ। हामीले स्पष्ट रूपमा देख्यौं कि कसरी एउटा स्किप भ्याल्यु र एउटा बल नम्बरले लाखौंको परिणाम केही सेकेन्डमै कोरिदिन्छ।
तर अन्त्यमा एउटा विचारणीय प्रश्न सधैँ रहिरहन्छ, वित्तीय बजारको यो अकल्पनीय खेलमा के यो विशुद्ध गणित मात्र हो वा त्यो एउटा सानो गोलो बलले बोके